intestinal sac is present in which segment भनेको छ बाबु यार intestinal sac बाबु हेर्नुस् त intestinal sac भनेको अर्थमको बडीमा है अर्थमको बडीमा चाहिँ कुन सेगमेन्टमा पाइन्छ भनेको छ बाबु हेर्नुस् त अब तपाईले मैले एउटा यहाँ मजाको फिगर देखाएको छु हेर्नुस् त यति फिगर पढिसकेपछि तपाईले के जान्नु पर्यो त भन्दाखेरि डाइजेस्टिभ सिस्टम अफ अर्थममा तपाईले हेर्नुस् माउथदेखि एनासम्म कुन कुन पार्टहरु हुँदो रहेछ डाइजेस्टिभ सिस्टममा इन्भल्भ हुने र कुन कुन पार्टबाट के कुरा आउँछ भन्ने तपाईले यहीँबाट रिभाइज गर्नु है माउथ हेर्नुस् त यो माउथ भनेको चाहिँ इट इज द फर्स्ट सेगमेन्टमा हुन्छ है फर्स्ट सेगमेन्ट अफ द अर्थमलाई हामी के भन्छौं पेरिस्टोमियम भन्छौं है पेरिस्टोमियम भन्छौं अर्को एउटा टर्म पनि छ भन्दा बाबु हेर्नुस् त प्रोस्टोमियम भन्छौं बाबु यो प्रोस्टोमियम इज नट द फर्स्ट सेगमेन्ट है मैले यहाँ के लेखिदिन्छु इट इज नट द फर्स्ट सेगमेन्ट है इट इज नट द फर्स्ट सेगमेन्ट भनेर पनि भन्छु बाबु है इट इज नट द फर्स्ट सेगमेन्ट यो प्रोस्टोमियम भनेको यो अर्थमको मुखमा चाहिँ फ्लेसी लोब हुन्छ के बाबु यो त झुन्डेको त्यहाँनिर मुखमा चाहिँ के हुन्छ झुन्डेको एउटा फ्लेसी लोब हुन्छ द्याट इज कल्ड प्रोस्टोमियम है यो भनेको फ्लेसी लोब ह्याङ्गिङ इन द माउथ के हुन्छ अर्थम छ भने हामी त्यसलाई के भन्छौँ प्रोस्टोमियम माउथ बियरिङ सेगमेन्ट अफ अर्थम यहाँ हेर्नुहोस् त नोटमा लेख्नुहोस् माउथ बियरिङ नोटमा लेख्नुहोस् माउथ बियरिङ सेगमेन्ट है माउथ बियरिङ सेगमेन्ट अफ अर्थम भनेर तपाईहरुलाई अर्थम भनेर तपाईहरुले कस्तो सोध्छ अप्सन ए मा हुन्छ प्रोस्टोमियम हुन्छ अप्सन बी मा हुन्छ पेरिस्टोमियम हुन्छ अब यति बेला तपाईहरु झुकिनु होला प्रोस्टोमियम लगाउने कि पेरिस्टोमियम लगाउने भनेर त्यति बेला चाहिँ तपाईहरुले प्रोस्टोमियम लगाउनु भयो भने तपाईको आन्सर चाहिँ के हुन्छ गलत प्रोस्टोमियम भनेको सिधा फ्लेसी लोब हो यहाँ झुन्डेको लोब हो तर सेगमेन्ट भन्यो भने हेर्नुस् त फर्स्ट सेगमेन्ट अथवा फर्स्ट सेगमेन्ट है त सिधा फर्स्ट सेगमेन्ट अथवा के भन्छ पेरिस्टोमियम भनेर तपाईले जान्नु है त्यसपछि हेर्नुस् त बकल क्याभिटी छ हेर्नुस् त बकल क्याभिटी भनेको त माउथ भनेको फर्स्ट सेगमेन्टमा भयो बकल क्याभिटी त्यसैगरी हेर्नुस् त फ्यारिङ्स छ एसोफेगस छ किजाडको लोकेसन हेर्नुस् त एर्थ सेगमेन्टमा हुन्छ which is the grinding organ of अर्थम हो एकदमै धेरै इम्पोर्टेन्ट छ स्टोमकको कुरा छ स्टोमकको 9 to 14 सेगमेन्ट सम्म एक्सटेन्सन हुन्छ अब त्यो भन्दा 15 सेगमेन्टबाट अप टु लास्ट सेगमेन्टसम्म के हुन्छ टाइप सेगमेन्ट अब हेर्नुस् त यहाँ भन्दा तलपट्टि हेर्नुस् यो इन्टेस्टाइनल सेकम भनेको छ भन्दा हेर्नुस् त इन्टेस्टाइनल सेक्का को हामीले लोकेसन हेर्यो भने 26 इट इज present in 26 segment and extend मैले यहाँ अलिकति तपाईहरुलाई भूमिकाबाट लेखिन्छु बाबु इट इज प्रेजेन्ट इन 26 segment and extend forward लेख्छु है त बाबु करेक्ट है extend forward up to भनेर लेख्नु है त बाबु extend forward up to 22 or 23rd segment है 22 or 23rd segment सम्म भनेको बुझ्नुहुन्छ बाबु हेर्नुस् त इन्टेस्टाइनल सेक्काको लोकेसन यो 26 सेगमेन्टबाट यहाँबाट सुरु भएको छ यहाँ रिप्रेजेन्ट छ अब हेर्नुस् त यो फरवर्ड कहाँनिर गयो त माथिपट्टि फरवर्ड किन मैले लेखे ब्याकवर्ड लेखिन किन हेर्नुस् त यहाँ फरवर्ड लेखा छ नि भनेको अगाडितिर माउथले गयो कि फरवर्ड 22 अथवा 23 सेगमेन्ट सम्म पनि यो हुन सक्छ यसको लोकेसन अब हाम्रो क्वेशनले त इन्टेस्टाइनल सेक्का भनेको त 26 सेगमेन्टमा हुन्छ भन्ने तपाईले सोधेको छ कहिले काहीँ चाहिँ यसको कतापट्टि एक्सटेन्ड हुन्छ फरवर्ड एक्सटेन्ड हुन्छ कि डाउनवर्ड हुन्छ तपाईले त्यो पनि सोध्न सक्छ एक्सटेन्डेड फरवर्ड अप टु दी 22 अथवा 23rd सेगमेन्ट सम्म हुन्छ अब यसको क्वेशन त हेर्नुस् त बाबु अहिले त यो लोकेसन सोध्यो यसको फंक्सन सोध्यो भने यसको फंक्सन भनेर तपाईले सोध्यो भने यसको फंक्सन भनेको इट सेक्रेट्स एमाइलोलाइटिक फर्मेट
है इट सेक्रेट्स एमाइलोलाइटिक फर्मेन्ट है एमाइलोलाइटिक फर्मेन्ट सेक्रेट गरिदिन्छ इट सेक्रेट एमाइलोलाइटिक फर्मेन्ट हो दिस एमाइलोलाइटिक फर्मेन्ट इज द स्टार्च स्प्लिटिङ इन्जाइम हो दिस इज द स्टार्च स्प्लिटिङ इन्जाइम हो बुझिन्छ बाबु स्टार्चलाई ब्रेकडाउन गर्ने इन्जाइम हो 26 सेगमेन्टमा फ्रिक्सन हुन्छ यति कुरा जान्नुभयो भने यहाँबाट सुन्न सक्ने क्वेसनहरु है हाम्रो एन्सर के भयो त 26